दुर्गा प्रसाईको सचिवालयले भन्यो, अहिले 2 घण्टा अगाडि हाम्रा अभियानका संयोजक दुर्गा प्रसाईज्यूले आफ्नो सुरक्षाको लागि आफै भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ। हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए 24 घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं। दुर्गा प्रसाई जय देश जय राष्ट्रवाद। त्यसपूर्व बिहिबार बेलुका दुर्गा प्रसाई पक्राउ शीर्षकमा नेपाल खबरमा एउटा समाचार प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशित भएसँगै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसाई पक्राउको खबर डढेलो फैलिए जसरी चारै दिशा फैलियो। त्यसपछि प्रसाईको सचिवालय र स्वागत नेपालले पनि प्रसाईले आत्मसमर्पण गरेको सामाजिक सञ्जाल मार्फत बताए। प्रसाई पक्राउ परेको खबरले देश तातिएपछि प्रहरीले भने उनी पक्राउ नपरेको बताइरह्यो। बिहिबार राति एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले हालसम्म प्रसाई पक्राउ नपरेको दावी गर्दै दुर्गा प्रसाई पक्राउ नपरेको र उनको खोजी भइरहेको बतायो। प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराए। हालसम्म प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन प्रसारण नगरिदिन अनुरोध गर्दछौं भनेर विज्ञप्तिमा भनिएको छ। काठमाडौँको 3 गुणे स्थित सटरबाट दलबल सहित भागेका दुर्गा प्रसाई झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको सूचना प्रहरीले पाए पनि हालसम्म उनी पक्राउ परेका छैनन्। सामाजिक सञ्जालमा आफू नेपालमा रहेको बताइरहेका प्रसाईले एकपटक फेरि नेपाली मिडिया र नेपालीहरूलाई मुर्गा बनाएका छन्। के उनी पूर्वी आसामतिरै छन् त वा आसाम भएको बताएर अन्त कतै लुकेका छन्? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोला।